नमस्कार। आइसिएस प्रेजेन्ट आइसिएस टकमा यहाँहरूलाई स्वागत छ। सधैँ चाहिँ आज पनि हामीले फरक व्यक्तित्वसँग आइसिएस टक जोड्ने प्रयत्न गरेका छौँ। आज हामीसँग हुनुहुन्छ सहकारी क्षेत्रमा 3 दशक लामो यात्रा गरेर आउनुभएकी व्यक्तित्व जो जिल्ला बचत तथा ऋण सहकारी सङ्घ काठमाडौँको कोषाध्यक्ष पदमा पनि हुनुहुन्छ र झन्डै 16 वर्ष लामो यात्रा सज्जन महिला बचत तथा ऋण सहकारी संस्थामा दिनुभएको र त्यो संस्थालाई सुरुवातदेखि नै सुरु गरेर आज सफल सहकारी संस्था बनाउन विशेष योगदान पुर्याउनु भएकी व्यक्तित्व हुनुहुन्छ सीमा पुरीज्यू। उहाँसँग आज हामी आइसिएस टक गर्दैछौँ र उहाँका धेरै कुराहरू यहाँहरूले सुन्न पाउनुहुन्छ। कति उहाँले गर्नुभएका विगतका स्ट्रगलहरू आज यहाँहरू समस्या हामी राख्छौँ। उहाँ एकदम फरक क्षेत्रबाट सहकारी क्षेत्रमा जोडिएर आज एउटा काठमाडौँ जिल्लाले चिनिने व्यक्तित्वको रूपमा हुनुहुन्छ। आजको टक हामी यहीँ सुरु गर्दैछौँ उहाँसँग। यहाँलाई आइसिएस प्रेजेन्ट आइसिएस टकमा स्वागत छ। हस्, धन्यवाद, नमस्कार। आज हामी यो सहकारीको विषयमा विशेष गरेर आइसिएस टकले चाहिँ सहकारी क्षेत्रमा भएका समस्याहरू के छन् र सहकारी किन जोखिममा छ भन्ने विषयहरूदेखि लिएर सहकारी क्षेत्रका विषयमा छलफल गर्नलाई सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग छलफल गर्ने एउटा माध्यमको रूपमा लिएका छौँ। त्यसले आज चाहिँ मैले सुरुवात गरेँ हजुरलाई यो सहकारी संस्था अहिले जति पनि देखिएको छ राज्यले पनि सहकारी क्षेत्रमा बढी केन्द्रीकृत भएको देखिन्छ। यहाँ चाहिँ हजुरको उसमा हेर्दाखेरि चाहिँ सहकारी संस्थाका समस्याहरू के कारणले चाहिँ यो अवस्था देखियो होला, यसैबाट आजको हाम्रो यो टकलाई सुरु गरौँ। हस्, सहकारी वास्तवमा विश्वभर भनौँ न, नेपालमा पनि भनौँ एउटा संस्कारको रूपमा विकास भएको थियो। कुनै बेलामा हामीले कुराकानी गर्दा, भेटमा कुराकानी गर्दा, कुनै सोमा कुराकानी गर्दा त्यसको संस्कारबाट कुरा गर्थ्यौँ, त्यसका राम्रो पक्षबाट कुरा गर्थ्यौँ। र अहिले समय यस्तो बदलेछ, हामी जोखिमबाट कुरा गर्दैछौँ होइन, चुनौतीबाट कुरा गर्दैछौँ, समस्याबाट कुरा गर्दैछौँ। यो एकदमै एकै दिनमा तपाईँ हाम्रो बिचमा झट्टसँग आएको समस्या होइन जस्तो लाग्छ। र यो चुनौती पनि एक्कासी जसरी भूकम्प आयो त्यसै गरी सेकेन्डभरमा आएको चुनौती पनि होइन। जसरी हामीले सहकारी संस्था स्थापना गऱ्यौँ, त्यसको जग बसाल्यौँ, त्यहाँभित्र एउटा संस्कारको विकास गऱ्यौँ, लगानी कसरी गर्ने, बचत कसरी गर्ने, आफ्नो सदस्यको बचत कसरी लिने, त्यसमा हामीले कति ब्याज दिँदाखेरि सदस्यलाई पनि सन्तुष्ट, र त्योभन्दा महत्त्वपूर्ण कुरा हामीले संस्था टेकाउन सक्छौँ। बजारमा कम्पिटिसन गर्ने हाम्रो काम होइन, अर्को सहकारीले कति दियो, के गर्यो भन्ने कुरा पनि हामीले सोच्नु हुँदैन। हामी आफ्नो धरातल आफै निर्माण गर्ने र आफ्ना सदस्यलाई आफै बुझाउने हो भन्ने कुराको बेस बनाएर अगाडि जानेहरूले आज त्यति ठुलो जोखिम बिहोर्नु परेको छ जस्तो लाग्दैन मलाई। त्यति धेरै चुनौतीको सामना गर्नु परेको छ जस्तो पनि लाग्दैन। हो, बाहिर अहिलेको अवस्थाको हावाले हाने होला, केही बाछिटा पनि लाग्यो होला, तर त्यति धेरै चुनौतीको सामना गर्नु पर्यो जस्तो मलाई लाग्दैन। अहिले हामीले जति पनि चुनौतीको सामना गरिरहेका छौँ, एउटा हामी आफै सहकारी सञ्चालनमा जो अगाडि आयौँ, हामी आफैले केही ध्यान दिन सकेनौँ। र अर्को कुरा चाहिँ यो राजनीतिक हस्तक्षेप चाहिँ म एकदमै महसुस गर्छु हरेक क्षेत्रमा। जुन कुरालाई निर्वाध रूपमा आफ्नो हिसाबले चल्न दिइँदैन, त्यो ठाउँमा जहाँ बन्देज गरिन्छ त्यहाँ समस्या पनि आउँछन्। अहिलेको समस्याभित्र चाहिँ मैले समस्या मात्रै होइन, हामीलाई पक्कै पनि अवसर पनि दिएको छ, सिक्ने एउटा माध्यम पनि बनाएको छ जस्तो लाग्छ। हजुरले अहिले भन्दै गर्दाखेरि अब वास्तवमा भन्नुपर्दा हजुरले चाहिँ एउटा सफल रूपमा सहकारी सञ्चालन सुरु गरेर एउटा सफल सहकारीलाई ल्यान्डिङ पनि एक किसिमले गर्नुभएको अवस्था छ। र मैले खास यो हजुरलाई विशेष गरेर चाहिँ किन यो प्रश्न सोधेँ भने
हजुर आफैले त सक्सेसफुल बनाउनु भएको छ हजुरले जुन सहकारी संस्थाहरू, तर हजुर एउटा फेडरेसनमा पनि रहेर काम गरिराख्नु भएकोले गर्दा हजुरहरूले त्यस्ता संस्थाहरूसँग पनि काम गर्नुपर्ने हुन्छ जुन संस्थाहरूमा चाहिँ समस्यै छैन भन्ने त छैन, समस्या पनि छन्। त्यो हिसाबले हेर्दा हामीले सहकारीका अहिलेका प्रमुख अथवा भनौँ न 1 2 3 भनेर हामीले र्याङ्किङ गऱ्यौँ भने 1 2 3 भन्ने जस्ता समस्या चाहिँ के देख्नुहुन्छ हजुरले? किनभने अहिले समस्या छैन भनौँ भने बजारमा सहकारीकै मात्रै कुरा छ। देशमा बने प्रधानमन्त्रीले पनि सहकारीकै समाधान गर्छु भनेर आउनुभएको अवस्था छ र देशमा अहिले सबैभन्दा ठुलो पार्टीका सभापति जो भन्छौँ हामी, उहाँ पनि एउटा सहकारीकै समस्या भनेर उहाँलाई पनि एउटा राज्यले सहकारीकै पोइन्टबाट हेरेको छ। त्यसले गर्दा समस्यै छैन भनेर हामीले भन्न त सक्दैनौँ होला। त्यसले गर्दा हजुर एउटा काठमाडौँ जिल्लाभरि कार्यक्षेत्र भएको सङ्घमा पनि रहँदै गर्दाखेरि यसमा हजुरले देख्ने समस्याहरू चाहिँ हजुरको पोइन्टबाट हेर्दाखेरि चाहिँ कस्तो कस्तो देख्नुहुन्छ हजुरले? समस्या नभएको भन्ने त हुँदै होइन। कुनै पनि जति पनि संस्थामा छन् हामीले देखिरहेछौँ, अन्तर्राष्ट्रिय प्र्याक्टिसमा पनि देख्यौँ, हामीले अब देशमा पनि देखिरहेका छौँ, राम्रो संस्थाहरूमा पनि समस्या छ। किनकि बचत तथा ऋण भन्दा बित्तिकै आखिरी सदस्यको बचत लिएर सदस्यलाई नै परिचालन गर्ने हो र जहाँ पैसाको कुरा हुन्छ त्यहाँ जोखिम पनि हुन्छ, समस्या पनि हुन्छ। अब अहिले कस्ता खाले समस्याहरू म देख्छु भने दीर्घकालीन जो लामो समयदेखि नै समस्याका रूपमा आइरहेका छन्, धेरै वर्ष जस्तो भूकम्प पछाडि अझ धेरै समस्याहरू सुरु भएको हो संस्थामा। भूकम्प पछाडि कुनै एउटा वर्ग व्यवसायमा लागिसकेर काम गरिरहेको त्यो बेलासम्म राम्रै सदस्य पनि जब भूकम्पको बेलामा चाहिँ अलिकति तहस नहस भयो, त्यसपछि थोरै मानसिक स्थिति सदस्यहरूको बिग्रिएको अवस्था थियो। केही सदस्यहरूको जो ऋणबाट आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो र पछि बिस्तारै के भयो भने सहकारीमा व्यथितिहरू देखिन थाले। सबैभन्दा ठुलो कुरा चाहिँ मैले त्यो बेला पुरानो कुरालाई जोड्न खोज्दाखेरि ब्याज दरको कुरा एकदमै संस्था के भयो भने संस्था ठुलो बनाउने होडबाजीमा गयौँ हामी, होइन? फलानु सहकारीको ब्यालेन्स सिट चाहिँ यति करोड पुग्यो रे, यो आर्थिक वर्षमा त मैले त्यसलाई त जित्नै पर्छ भन्ने किसिमको एक प्रकारको भावना हामी सहकारी कर्मीहरूमा आयो र निक्षेप तान्नु पर्यो। निक्षेप तान्दाखेरि चाहिँ अर्को संस्थामा भएको पैसा र ब्याज दरमा पनि थप गरेर म दिन्छु न ल्याऊ भन्ने एउटा किसिमको चाहिँ हामीले संस्कार बसाल्यौँ र मेम्बरहरूले पनि त्यसरी पैसाहरू एकबाट अर्कोमा ट्रान्सफर गर्दै जानुभयो। र अर्को व्यथिति कहाँनिर सुरु भएको थियो भने सेयर लाभांशमा। सेयर लाभांशमा हामीले चाहिँ सदस्यलाई के सिकाएनौँ भने सबैभन्दा पहिला हामीले के सिकाएनौँ भने संस्थामा के एउटा संस्कार बसालेनौँ भने सेयर पुँजी भनेको धेरै ठुलो रकम लिने होइन। जनरल सेयर भनेर सानो सानो रकम, कम्तीमा 10 किता, बढीमा 50 किता, अझ त्योभन्दा बढी 100 किता गरौँ न। त्योभन्दा बढी त चाहिँदैन हो। बरु हामीले के गरौँ भने धेरैजना सदस्यलाई समावेश गरौँ, सदस्यको पहुँच चाहिँ सबैलाई सहज होस्। अनि हामी सदस्यलाई जब सदस्य बनाउँदाखेरि तिमीले राखेको यो सेयरमा राखेको रकमले बोनसको लोभ कहिले नगर्नु है, तर अरू कुरा सुविधा लिनुपर्छ, आफ्नो बचतको सुरक्षा हुनुपर्छ। तिमीलाई चाहिएको बेलामा भोलि बिहान छिमेकीमा रहेको ब्याङ्क सरको सहयोग कर्जा प्रवाह आफ्नो संस्थाले गर्न सकोस्, त्यो कुरा त्यसरी संस्था हामीले निर्माण गर्नुपर्छ है भन्ने कुरा सिकाउन बिर्स्यौँ हामीले। र एकदमै बोनस 1 लाख रुपियाँ हाल्यो भने त 18,000 त आइहाल्छ। त्यसमाथि पनि ऋण लिँदा पनि छुट, विभिन्न यस्ता कुराहरूले गर्दाखेरि पनि चुनौती, त्यो बेलाको चुनौती के भयो, पैसा जब अहिले सडकमा सहकारी पीडितहरू अनि त्यस पछाडि प्रधानमन्त्रीले त्यो बाटोमा लाग्दै हुनुहुन्छ, त्यो समस्या आजको समस्या होइन नि त, अहिलेको प्रधानमन्त्रीको पालामा आएको समस्या पनि होइन। र हामी हिजो सम्झिन्छौँ माइती घरमा गएर हाम्रा सदस्यहरू बिचरा कति रोएर कराएर जीवनै आफ्नो समाप्त हुने अवस्थामा कतिका हामीले अभियान कर्मीहरूको जीवन समाप्त भएको पनि देख्यौँ। र त्यहाँनिर हेर्दाखेरि दुईवटा मात्रै कुरा छ, हामीले जहाँ लगेर पैसा लगेर राखेका छौँ, जुन संस्थामा पैसा लगेर राखेका छौँ र जसले आफ्नो संस्थाको बचत फिर्ता गर्न सक्नु भएको छैन, त्यहाँ हेर्दा उच्च ब्याज दर र बोनसको मात्रै कुराहरू देखिन्छ। त्यो एउटा चुनौती हो। र जहाँ हामीले समस्या अर्को पनि आयो, जस्तो तरलताको यो बाहिरको यो अवस्थाहरू सुनिसकेपछि एउटा सामान्य
चक्रको हिसाबमा काम गरिरहेको बचत र ऋणको काम गरिरहेको संस्थामा पनि बचत फिर्ताको अत्याधिक माग आइदिएर होइन हो यो संस्था त अब बन्द हुने हो कि भन्ने हिसाबले आइदिएर पनि बजारमा भएको लगानी बजारमै छ अनि भएको तरलता सकिएर फेरि संस्थाहरू अप्ठ्यारो परेको अवस्था पनि हामीले देखा हो र त्यहाँनिर चाहिँ संस्था अप्ठ्यारो पर्नुमा संस्थाको मात्रै हात थिए के अरे संस्थाको गल्ती मात्र थिएन त्यो भनेको बाह्य वातावरणको प्रभाव पनि हो र ती संस्थाहरूले बन्द हुनु परेको छैन अहिले किनकि उहाँहरूले मेरो फलानु ठाउँमा यति उठाउनु पर्ने छ र यो पैसा उठाएर बचतकर्ताको बचत फिर्ता गर्छु भन्ने अवस्था पनि छ। अब हामीलाई सबैभन्दा कमजोरीको अवस्था तपाईँले अघि भन्नुभयो हामीले सुरुवाती क्रममा चाहिँ जहाँनिर बचत सङ्कलन र कर्जा प्रवाह गर्ने बेलामा नै हामीले बुझाउन सकेनौँ बुझ्न पनि सकेनौँ यसरी हाई रेटमा पैसा लिँदा के हुन्छ भन्ने कुरा बुझ्न सकेनौँ लगानी गर्दाखेरि चाहिँ असुरक्षित लगानी गर्दा भोलि बिहान के हुन्छ त्यो कुरा बुझ्न सकेनौँ भने हामी सञ्चालन सहकारी संस्था खोल्यौँ सञ्चालनको लागि आयौँ होइन ओहो अब एकदम सर म्याम पनि बन्यौँ हामीले फलाना संस्थाको अध्यक्ष सचिव कोषाध्यक्ष भन्यौँ सञ्चालक भन्यौँ होइन एक प्रकारको पहिचान पनि हामीले प्राप्त गऱ्यौँ तर त्यो पहिचान प्राप्त गर्दै गर्दा चाहिँ हामीभित्र कति जिम्मेवारी हुनुपर्ने हो भन्ने कुरा चाहिँ विश्लेषण गर्न बिर्स्यौँ हामीले त्यो अधिकांश ठाउँमा चाहिँ अहिलेको अवस्था देखिनु त्यो पनि कारण हो र त्यस पछाडि चुनौती एउटा अब अहिले पछिल्लो समय थोरै सहज भयो राज्यले थोरै अलिकति आफ्नो जिम्मेवारी लिएको जस्तो देखिन्छ प्राधिकरणले पनि अब हामीलाई केही कुरा सपोर्ट गर्ला बिचमा त हामी 8-10 वर्ष त एकहोरो मारमा सहकारी पनि परेको हो सदस्यहरूलाई अब यो ऋण नतिरे पनि हुन्छ भन्ने पनि त अवस्था आएको छ नि त आयो। अब म आफैलाई पनि एउटा तितो अनुभव सुनाउँछु हाम्रो प्रारम्भिक संस्था सज्जन महिलाको कुनै मेम्बरले हाम्रो कलेक्टर बहिनीहरू मार्केटमा जाँदै गर्दाखेरि कति तिमीहरू पैसा उठाउन आइरहेको अरूको सहकारी भाग छ तिमीहरूको चाहिँ भाग्दैन भनेर सुनाएको नमिठो अनुभव थियो उहाँहरूले आएर मलाई सेयर गर्नुहुन्थ्यो पछि मैले उहाँहरूलाई भेटेर त्यो कुराको यस्तो तपाईँले यस्तो बोल्नु हुँदैन भने उहाँले रियलाइज पनि गर्नुभयो होइन यस्ता धेरै घटनाहरू छन् कि सदस्यमा ओहो मैले फलानु संस्थाबाट पैसा ल्याएको छु यो संस्था पनि भाग्दी पनि मलाई आनन्द हुन्थ्यो भन्नेसम्म सोच बस्यो नि त र अब चाहिँ बिस्तारै सहकारी अलिकति राम्रो बाटोतिर जान्छ भन्ने लाग्छ विश्वास जुन हामीले गुमाइसकेका छौँ आम जनतामा त होइन सहकारीमा तिमीहरू सहकारीमा काम गरे तिमीहरू सहकारीको नेतृत्व लिने कर्मचारी सहकारीमा भनेर पनि पहिचान नै भारी भएको अवस्था थियो जस्तो अहिले जस्तो हजुरले भन्नुभयो ठ्याक्कै यसलाई अब अलिकति हामीले विश्लेषण गर्ने हो भने हजुरको भनाइअनुसार चाहिँ सहकारीमा देखिएका समस्या दुईवटा क्याटेगोरीमा देखियो एउटा भनेको इन्टेन्सनल्ली पैसा उठाउने र त्यसलाई आफ्नो हिसाबले परिचालन गर्ने त्यो भनेको सीमित व्यक्तिहरूका हातमा मात्रै पैसा जाने र अरूलाई बढी ब्याजको लोभ दिएर पैसा उठाउने र तिनै मान्छेहरूले तिनै सहकारीहरूले चाहिँ बचत फिर्ता दिन नसक्दा जो चाहिँ सही ढङ्गबाट बचत उठाएर ऋण लगानी गरेका थिए एउटा सही ट्र्याकमा चल्न खोजेका संस्थाहरू थिए तिनीहरूले चाहिँ बचत फिर्ता दिन नसक्दा तिनीहरूलाई पनि एउटा समस्या देखियो होइन। अब यो दुईवटा पाटोको समस्या छ अनि अर्को एउटा समस्या पनि हजुरलाई कस्तो लाग्छ म चाहिँ अहिले धेरै सहकारी संस्थाहरू जो एउटा सही ट्र्याकमा चलेका थिए उनीहरूले ऋण लगानी गर्नका लागि पनि उनीहरूको अहिले चाहिँ तरलता बढी भएको अघि हजुरले त तरलता अभावको भन्नु किन त्यो सिनारियो त गुज्रेर आयो त्यो सिनारियो गुज्रेपछि हजुरले अघि भने जस्तै हामीले ऋण लगानी गर्ने ठाउँमा चाहिँ समस्या भएछ भन्ने कुराको रियलाइज गरे त्यो रियलाइज गरेपछि फेरि ऋण लगानी नै हुन अप्ठ्यारो भइरहेछ र बचत चाहिँ बढे तरलता चाहिँ बढेर गएको अवस्था पनि छ यो पाटोमा चाहिँ हजुरले कसरी हेर्नु भएको छ? त्यही त म आउँदै थिएँ त्यहाँनिर त्यो पनि समस्याको एकदमै अहिले जति पनि जो संस्था समुदायमा आधारित थिए ती संस्थालाई हामी विगतमा हामीले भोगेका छौँ तरलताको चरम कमी भएको चरम बिन्दुसम्म पुगेको हामीले भोगेका छौँ। ब्याङ्कका साथीहरू ब्याङ्कको ड्रेस लाएर उहाँहरू सङ्घ संस्था त सामान्य भयो उहाँहरू पर्सनल व्यक्ति पनि भेट्नुहुन्थ्यो होइन त्यस्तो अवस्था आउँदाखेरि पनि समुदायमा चलेका संस्थाहरूमा तरलताको अभाव भएको थिएन भनेपछि त्यो के हो भने एउटा विश्वास हो र त्यो विश्वास यसरी कायम हुँदै 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 आयो कि अहिले यो अवस्था आउँदाखेरि पनि उहाँहरूले संस्थाप्रति गर्नु नै भयो र तरलता यसरी थुप्रियो कि अहिले पनि तरलता सबैभन्दा ठुलो अब अहिले ब्याज दर हामीले देखिहाल्यौँ 1% हाम्रो छात्र सङ्गठनहरूमा पनि आइसकेको छ अनि ब्याङ्कहरूमा त अब 0.5 देखि लिएर 0% पनि केही
ब्याङ्कहरूले गराएको अवस्था छ सङ्घ संस्थाहरूको लागि। अब चाहिँ निकटमा के आउँछ निकटमा के आउँछ भन्ने कुरा दिनुहोस् भन्ने पनि आउँछ अब पैसा चाहिँ तपाईँको पैसा सुरक्षित राखेर तपाईँले हामीलाई के दिने भन्ने कुरा आउँदैछ होइन। अनि अब यस्तो अवस्था आउँदाखेरि तरलता यति धेरै थुप्रियो किन त भन्ने कुरा त हो नि त। एकदम हरेक संस्थामा चाहिँ अहिले छलफलको विषय बनेको छ यो। किन त भन्दाखेरि अब हिजो तपाईँ सम्झनुहोस् सहकारीको कुनै बेला थियो 18% ब्याजलाई हामी सामान्य मान्थ्यौँ होइन। सामान्य मान्थ्यौँ भने अहिले चाहिँ अब 1 अङ्कको ब्याजलाई असामान्य मान्न थालेको छ होइन। 9 भन्दा त धेरै तल आउँदैछ के ब्याज दरहरू भन्दा नि। त्यति हुँदा पनि हामी पैसा बेच्न सकेका छैनौँ। अब यसको अर्थ के हो भने अवसर छैन। अहिलेको के गर्ने भन्ने कुरा एउटा अब स्थिर राजनीतिक आउला त्यो आफ्नो ठाउँमा छ। व्यवसाय के गर्ने र के गर्दाखेरि चाहिँ मैले यो लगानीलाई फिर्ता गरेर म आफू पनि इस्ट्याब्लिस हुन सक्छु भन्ने कुरा चाहिँ आम मानिसहरूमा अझै पनि नयाँ काम थाल्ने आँट छैन मान्छेहरूमा। र पुरानो बिजनेसमा पनि लगानी थपिहालेर जाउँ भन्नुभन्दा पनि जे छ यसैलाई लतारेर जाउँ भन्ने अवस्था छ नि त अहिले। हामीले सानोभन्दा सानो ऋण प्रडक्ट बनाएर सानोभन्दा सानो ऋण पनि अहिले बेच्न नसकेको अवस्था छ। र अब अहिले के छ भने सदस्यहरूलाई पनि ल अब बचत नराखिदिनुहोस् भनेर आग्रह गर्नुपर्ने, एफडीमा त आग्रह गर्न सक्ने अवस्था रह्यो। तर अरू सामान्य जो मासिक बचतहरू छन्, जो दैनिक आउने जाने बचतहरू छन्, यिनीहरूलाई रोक्न सक्ने अवस्था छैन। र अहिले चुनौतीको एउटा नयाँ जस्तो हामीले पुराना चुनौतीका कुरा गऱ्यौँ, नयाँ चुनौतीका कुरा गऱ्यौँ। र अबको एउटा नयाँ चुनौती के हो भने संस्थाको पुँजीलाई चाहिँ कसरी परिचालन गर्ने, कहाँ लगेर राखेर सेभ गर्ने त अब होइन। हाम्रा छात्र सङ्गठनहरूको अवस्था हामीले देखिहाल्यौँ। राज्यले दिएको एउटा निर्देशन छ, एउटा समय सीमा छ। त्यो समय सीमा पछाडि के हुने हो भन्ने कुरा आज तपाईँले सोध्नुभयो भने म पनि भन्न सक्दैन, तपाईँ पनि सक्नुहुन्न, र हामीले माथिल्लो निकायमा हाम्रो अग्रजहरूलाई सोध्यो भने सायद उहाँहरूले पनि भन्न सक्नुहुन्न अबको पछाडिको अवस्था के रहन्छ भन्ने कुरा। अब हामीले फर्केर हेर्नु पऱ्यो ब्याङ्कतिर। ब्याङ्कले हिजो पनि हामीलाई सहकर्मीको रूपमा पनि हेर्दैन थियो र हाम्रो सहकार्य पनि स्वीकार्दैन थियो भने अबको चुनौती ठुला संस्थाहरूले फेरि अब यसो भनिरहँदै गर्दाखेरि एकदमै ठुला संस्थाहरू पनि त छन् हाम्रो नेपालमा त, गर्व गर्न लायकको हामीले होइन ओहो भनेर हेर्न लायकको पनि संस्था छ। र उहाँहरूकोमा त्यति धेरै तरलताको अभाव पनि हामी देखिरहेका छैनौँ, राम्रैसँग परिचालन भएको पनि देखिरहेछौँ होइन। त्यो हुँदाखेरि चाहिँ अहिलेको अवस्था जस्तो विशेष गरी यो सहरी क्षेत्रमा जस्तो हाम्रै काठमाडौँकै कुरा गर्ने हो भने जस्तो बाहिर काठमाडौँभन्दा बाहिरको सहकारी संस्थाहरूमा, ठुला सहकारी संस्थाहरूमा यी कुराहरू नहुन सक्छ, किनकि उहाँहरूले आफ्ना सदस्यहरूलाई ब्याङ्क सर सेवा सुविधा लिएर ब्याङ्कमा किन जानु पर्यो र भन्ने किसिमका सेवा सुविधाहरू दिनुभएको छ। उहाँहरू एक हिसाबले चल्न सक्नु भएको छ। यो हाम्रो गर्वको विषय पनि हो सहकारी कर्मीको लागि, जो सामान्य समुदायमा आधारित भएर पनि सामान्य पुँजीमा र सामान्य छोटो कार्य क्षेत्रभित्र बसेर काम गरेका छौँ। ती संस्थाहरूलाई चाहिँ अब गाह्रो छ पुँजी वृद्धि गर्ने कि अथवा पुँजीलाई कसरी घटाएर कसरी सुरक्षित गर्ने भन्ने यो पनि एउटा चुनौती हो। जस्तै यहाँ अहिले हामीले त यहाँ ठ्याक्कै यो भएको समस्या अहिले देखिएको अथवा भनौँ न विगतको कोभिड पछाडि अथवा भूकम्प पछाडि भनौँ, अझ भूकम्प पछाडि भनेपछि 72 सालबाट 82 आउँदा यो 10 वर्षको अन्तरालमा देखिएका समस्या भन्ने होइन। तर यसलाई हामीले सहकारी, जुन सहकारीको त एउटा आफ्नो मूल्य मान्यता अनि सिद्धान्त पनि छ नि त। अन्तर्राष्ट्रिय सहकारी महासङ्घको परिभाषा हेर्ने हो भने त यसले आर्थिक सामाजिक र सांस्कृतिक पक्षलाई जोड दिनुपर्छ पनि भन्छ। अनि सदस्यहरूको सबैको समान सहभागिता भन्ने कुराहरू छन् सिद्धान्त त हेर्ने भने। अब यसमा विभिन्न सिद्धान्तका 7वटा सिद्धान्तमध्ये एउटा तालिम शिक्षा भन्ने पनि छ। त्यस पछाडि सहकारी बिच समन्वय भने यो हिसाबले एउटा जुन सहकारी संस्थाहरू चाहिँ यो मूल्य मान्यता र सिद्धान्तमा भन्दा पनि वित्तीय संस्था जसले चाहिँ वित्तीय कारोबार गर्छ, व्यवसायमा मात्रै फोकस भएर यो समस्या आएको भन्यो भने मैले हजुर कतिको सहमत हुनुहुन्छ यसमा? सहमत हुनुपर्छ केही हदसम्म होइन, किनभने बचत तथा ऋण हामीले भन्यौँ होइन। र अहिले पनि हामीले आफ्नै संस्थामा, आफ्नै प्रारम्भिक संस्थामा होइन, आफ्नै अब जिल्लासँग आफूले जहाँ नेतृत्व गरेको छु त्यहाँ गएर आफ्नो ब्यालेन्स सिट पल्टाएर हेऱ्यो भने देखिन्छ त्यहाँनिर होइन। व्यावसायिक हामी किन बन्यौँ भने बाँच्नु पर्यो। सर्वप्रथम त कमसेकम अपरेटिङ कस्ट चाहिँ हामीले निकाल्नुपर्छ
पहिलो कुरा। र दोस्रो कुरा सदस्यले दिएको बचतको हामीले ब्याज सहित उहाँलाई सेवा दिनुपर्छ, फिर्ता दिनुपर्छ। र तेस्रो कुरा यो बोनसको प्रभाव अलिअलि छ नै होइन। त्यो हिसाबले के भयो भने कमाउनुपर्छ भन्ने कुरा चाहिँ बचत तथा ऋण भन्दा बित्तिकै कमाउनुपर्छ भन्ने कुरा चाहिँ आयो। र केही हदसम्म व्यावसायिक रूपमा हो, कमाउनुपर्छ, व्यावसायिक हो। तर त्यो व्यावसायिकमा सहकारीले व्यवसाय गर्दै गर्दा चाहिँ आफ्ना सदस्यको व्यवसायमा ध्यान दियो कि दिएन भन्ने महत्त्वपूर्ण कुरा हो। त्यहाँ चाहिँ हामी चुक्यौँ कि चुकेन भन्ने कुरा हो। त्यहाँ चुक्या छैन भने चाहिँ हामी सहकारीको सही ट्र्याकमा छौँ भनेपछि अहिले हामीले सहकारी संस्थाका सदस्यहरूलाई व्यवसायी बनाउनेतिर चाहिँ हाम्रो व्यवसाय उन्मुख भएन, त्यसले पनि अहिले समस्या आयो भन्ने कुरा चाहिँ एउटा हजुरले भन्नुभयो होइन? हो, एकदमै। एउटा सदस्यलाई, एउटा सामान्य सदस्यलाई ल तिमी व्यवसाय बन्नुपर्छ होइन, तिमी उद्यमी बन्नुपर्छ, ल तिमी एउटा काम गर है भनेर हामीले एउटा सानो नाङ्लो पसलबाट इस्टाब्लिस गरेर उसको एउटा किराना पसलसम्म पुर्यायौँ भने, एउटा सदस्यलाई एउटा मेसिन किनिदिएर भोलि बिहान उसलाई टेलरसम्म पुर्यायौँ भने होइन, सानो सिनो काम हामीले गरेको व्यवसायले, लगानीले उसको व्यवसाय फस्टायो भने हामी सफल भयौँ। हामीले दिएको पैसा अनुत्पादन क्षेत्रमा गयो र भोलि बिहान उसले फिर्ता गर्न सकेन भने ऊ पनि समस्यामा आयो, हामी पनि समस्यामा आयो। अब जस्तो यहाँ अहिले मैले एउटा कुरा जोडिहालेँ ल हजुरलाई, हाम्रो यो सानो सानो मकै पोलेर बेच्ने अथवा नाङ्लोमा बेच्ने साना व्यवसाय गरेर कमाएको पैसा बचत सहकारीमा जम्मा गरे, आज त्यो सहकारीले खाइदियो भनेर जति पनि कुरा छ नि, हो वास्तवमा सहकारीमा जम्मा गर्यो, सहकारीमा बढी ब्याज दिन्छ र त्यसबाट रिटर्न आउँछ भन्ने एउटा त्यो व्यवसायी अथवा त्यो बचतकर्ताको कुरा त भयो। तर सहकारी संस्थाले त, सहकारी संस्थाको सिद्धान्त नम्बर 5 मा त सदस्य शिक्षा भन्ने छ होइन, सहकारीमा त शिक्षा हुनुपर्छ भन्ने छ। ती संस्थाहरूले वास्तवमा सहकारी सिद्धान्तै नबुझेर अथवा त्यसरी तपाईँले बचत गर्नुभएको छ, संस्था यस्तो छ है, हाम्रो ब्याज दर यो यसरी जान्छ भन्ने खालको स्कुलिङ सहकारी संस्थाहरूले गरेर बचतकर्ताहरूलाई पनि बेला बेलामा अब सदस्य नभए त बचतकर्ता हुँदैन। अब त्यो खालको कुराहरूमा राज्यले पनि ध्यान दिएन होला होइन। अनि सहकारी संस्था सञ्चालन गर्ने भनेपछि एउटा सीमित व्यक्तिहरू 25वटा नागरिकता भएपछि पहिला त दर्ता हुन्थ्यो, अनि चलाइयो। ल त्यसको काम के भन्दा सहकारीले के गर्छ भन्दा बचत लिन्छ, ब्याज दिन्छ, समय समयमा ब्याज दिन्छ भनेर मान्छेहरूले त्यो मात्रै बुझेको कारणले पनि त आज यो विकराल समस्या आएको हुनसक्छ नि। के छ यसमा चाहिँ सहकारीहरूको यहाँनिर चाहिँ कमजोरी भएको कारणले नि यो समस्या अहिले आयो। किन त्यो सदस्यलाई के थाहा हुन्थ्यो भने म यहाँको सहर सदस्य हो, यो संस्था यसरी चल्या छ, मैले यहाँ बचत यसरी गर्छु, ब्याज दर यो, यसको साधारण सभा यसरी हुन्छ, मैले यो संस्थाको बेला बेलामा जानकारी लिनुपर्छ भन्ने कुराको जानकारी चाहिँ त्यो सदस्यलाई शिक्षा मार्फत अथवा विभिन्न कार्यक्रम मार्फत नगराएको कारणले गर्दा पनि ती सदस्यहरूलाई के मात्रै शिक्षा भयो भने मैले यहाँ पैसा राख्ने धेरै ब्याज आउँछ। अनि आज आएर चाहिँ ती सदस्यको त जिम्मेवारी त हो, फेरि हामी सहकारी हेर्ने हो भने त सदस्यहरूबाटै परिचालित हुनुपर्छ, सर्वोच्च निकाय नै साधारण सभा हो भन्छौँ नि त होइन। त्यसरी हेर्ने हो भने त ती सदस्यहरूको पनि गल्ती हो भन्न सकिन्छ त। सबैभन्दा पहिला के लाग्छ भने मलाई अहिले के हो भने तपाईँ हामीले कुनै एउटा कार्यक्रमको आयोजना गरौँ, मानव एकदम संस्थाको सबैभन्दा ठुलो एकदम उत्साहजनक पर्व हो नि त साधारण सभा, त्यसमा हामी 3 घण्टासम्म सदस्यलाई रोक्न सक्दैनौँ होइन। किन सक्दैनौँ त यसको पछाडि मैले धेरै सोचेर धेरै विचार गरेँ, धेरै साथीहरूसँग भेटेँ पनि, कुरा पनि गरेँ, उहाँहरूलाई मेम्बरहरूलाई पनि सोधेँ, सदस्यहरूलाई किन तपाईँहरू वर्षमा 1 दिन त कमसेकम टाइम निकाल्नुहोस् न भनेर सोद्धाखेरि चाहिँ म्याम मेरो यहाँ 3 घण्टा 3.5 घण्टा बस्दा मेरो फलानु व्यापार छ होइन, जस्तो भदौ असोजको बेलामा हामी साधारण सभा गर्छौँ, व्यापार गर्ने बेला हो, यो 3 घण्टामा त मैले 1-2 हजार व्यापार गरेँ भने त्यहाँबाट 200-300 त बच्छ होइन। त्योबाट मानव तपाईँलाई नै ब्याज, संस्थालाई ब्याज तिर्न पुग्छ अथवा मेरो अर्को गर्जो पनि टर्छ, मैले अहिले समय निकाल्न नसक्ने अवस्था यो हो भन्नुहुन्छ। अब भन्दाखेरि चाहिँ मेरो मैले नेतृत्व गरेको संस्थामा ऊ फुल टाइम आएर बस्दैन भन्दा मेरो समस्या ठुलो होला कि त्यो सदस्यको समस्या ठुलो होला, सोच्ने कुरा हो, यसको उत्तर छैन। अनि यस्ता कुराहरू समस्या छन् र हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सदस्यलाई बुझाउने महत्त्वपूर्ण कुरा हो क्या। त्यो भए हुँदा सबैभन्दा सजिलो एउटा तरिका चाहिँ के रहेछ भने जब कुनै सदस्यलाई हामीले मेम्बर बनाउँछौँ नि, वृद्धि गर्नेको हिसाबमा कहिले पनि मेम्बर नबनाऊ
मेम्बर बनाउँछौँ नि, बनाउँदाखेरि कमसेकम उसलाई आधा घन्टा समय दिउँ। तिमी यो संस्थाको मेम्बर बन्दैछौ, तिमी आज परिवार बन्दैछौ, हामी यति छौँ अहिले परिवारमा, हाम्रो पुँजी यति छ, हामी यसरी ऋण लगानी गर्छौँ, अब तिमीले अहिलेदेखि बचत गर्दै गऱ्यौ भने यतिसम्म पछि तिमी ऋण माग्न पाउँछौ, तिम्रो नियमित बचत यति वर्ष गर, तिम्रो परिवारलाई यहाँ जोड भनेर उसलाई पहिलो दिनमा मेम्बर बन्दा हामीले आधा घन्टा समय दिएर उसको आत्मालाई छुन सक्यौँ भने सबैभन्दा ठुलो सहकारी शिक्षा उसको लागि त्यो हो। ऊ भोलि अर्को संस्था खोज्दैन। मलाई खाता खोल्ने बेलामा त्यो संस्थाको म्यामले, त्यो संस्थाको कर्मचारी मित्रहरूले मलाई यसरी भन्नुभएको छ, अब मलाई त्यही संस्था चाहिन्छ भन्छ उसले, होइन। उसलाई हामीले सिकायौँ र उसले के गर्छ, जुन संस्थाले यो अभ्यास सुरु गरेको छ उसले निरन्तर बचत दियो, ढुक्कसँग दियो। उसलाई चाहिँदाखेरि माग्यो। सानो बचतकर्ताले ऋण पनि सानै रूपमा माग्छन्, तर बचत उनीहरूले रेगुलर गर्दाखेरि बचतको मात्रा ठुलो भएर आइदिन्छ। र अब त्यो जब बचत हामीसँग सङ्कलन हुन्छ, जम्मा हुन्छ, हामी लगानी त गर्नै पर्यो। अनि लगानी गर्दा त्यो संस्था सञ्चालन गर्ने सन्दर्भमा होस् या सदस्यकै लागि ब्याज दिने सन्दर्भमा होस्, हामी लगानी गर्छौँ। संस्थागत पुँजीले भ्याउने रकमभन्दा बढी पनि गऱ्यौँ होला, होइन। र अब सचिनजी आउनुभयो, उहाँ त यतिको मान्छे, होइन, उहाँले त तिरिहाल्नुहुन्छ नि, यति गर्दा हुन्छ। उहाँको आजको अवस्थामा गाडी चढेर आउनु भएको छ, काठमाडौँमा घर पनि छ, यता फलानु ठाउँमा यति जग्गा छ, गर्दा हुन्छ, केही फरक पर्दैन। तर त्यो मात्रै त होइन होला नि त। उहाँको त्यो जुन रकम हामीले त लगानी गर्दैछौँ त्यो रकम कहाँ जान्छ र पछि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा हामी जबसम्म स्योर नभएर लगानी गऱ्यौँ, गरिसके पछाडि कुनै न कुनै समय, कुनै अवस्थाले गर्दा त्यहाँनिरबाट रोकियो। ल मानौँ 1 वर्ष पछाडि आयो, 2 वर्ष पछाडि आयो, हामीले धितोइमै लगानी गरेका छौँ, पछि आयो, तर जुन आउनुपर्ने रकम रेगुलर आएन भने सानो पुँजी हुने ठाउँमा 10-15वटा ठुलो ऋणहरू लगानी गऱ्यो, जहाँबाट ब्याजहरू टाइममा आइदिएन, किस्ताहरू आइदिएन भने एक त भाका नाग्यो, सुरक्षाको खर्च आफ्नो ठाउँमा छ। अर्को कुरा, नियमित पैसा नआउँदाखेरि संस्थाको ब्यालेन्स सिटको अवस्था राम्रो देखिएन र त्यहाँनिर अनब्यालेन्स भयो। र त्यो अवस्था हुँदाखेरि पनि हामी चिन्ताजनक अवस्थामा हुन्छौँ, एउटा प्रेसरको अवस्थामा हुन्छौँ। त्यही भएर सदस्य जुन हिसाबको बचत हामी संस्थामा चाहिँ बचतको अवस्थाहरू, जस्तो हामी प्रडक्ट भन्छौँ, होइन, त्यो चाहिँ जुन अवस्थाको बचत आएको छ, जुन समुदायबाट बचत आएको छ नि, कमसेकम त्यति बराबरको बचत चाहिँ त्यही समुदायमा लगानी यदि हामीले गर्न सक्यौँ भनेदेखि तरलताको जोखिम, पैसा नउठ्ने जोखिम, भोलि बिहान त्यहाँ अगाडि जानु पर्दाखेरि कानुनीदेखि लिएर झन्झटदेखि लिएर हरेक कुरा चाहिँ हामीलाई कम हुन्छ। यो कुरा चाहिँ हामीले एउटा छ, होइन। जस्तै यो अघि हामीले अहिले यो समस्याकै बारेमा हामी छलफलमै छौँ, धेरै कुराहरू पनि गरिसक्यौँ, समस्या कस्तो भनेर, होइन। मुख्य समस्या एउटा हामीले यो सहकारी शिक्षा नपुगेको भन्नेमा हजुरले एकदम यो भोगाई हजुरले आफै भोगेको कुरा, होइन। किनभने कुनै बेला नेप्सकुनमा रहँदै गर्दा मैले पनि हजुरहरूको संस्थामा गएर हेर्ने मौका पाएको थिएँ। त्यति बेला सदस्यता वृद्धिको, अर्को अब हामी पल्सको पार्टमा बसेर हेर्दा यो हुनु पर्यो त्यो भनेर भन्थ्यो नि त। तर अहिले तपाईँहरूले आफैले त्यहाँ भोग्नुभयो, काम गर्नुभयो, अनि त्यो सदस्यता वृद्धि मात्रै पनि सोल्युसन होइन, ब्यालेन्स सिट वृद्धि मात्रै पनि सोल्युसन होइन। वास्तविक सोल्युसन चाहिँ के रहेछ भन्दाखेरि सदस्यले बुझ्नु पर्यो, सदस्यले बोलाको ठाउँमा आइदिनु पर्यो, सदस्यले आफू अपनत्व ग्रहण गरिदिनु पर्यो। संस्था चाहिँ मेरो हो भन्ने भावना जागृत गराउन नसकेको कारणले पनि अहिले चाहिँ समस्याहरू, जस्तो हामीले जुन तरिकाले संस्थाहरू बन्छ त्यसमा चाहिँ एकैचोटि धेरै मान्छेहरू बनायौँ भने बन्छ, लगानी गर्ने क्षेत्र पनि हुन्छ भन्ने हिसाबले हामीले सोच्यौँ। तर अहिले आएर त्यो होइन रहेछ भन्ने एउटा रियलाइज पनि हजुरले भन्नुभयो, होइन। त्यो पनि एउटा समस्याको समाधानको जस्तो पनि कुरा आयो। तर अब यो सहकारी संस्था एकै खालका नभएर पनि समस्या हो जस्तो लाग्छ क्या मलाई। किनभने यसलाई क्याटेगोरी गरेर हेऱ्यो भने अघि हामीले 2 खालको त भन्यौँ। एउटा भनेको सहकारी संस्था सञ्चालन नगर्ने तर सहकारीको माध्यमबाट व्यवसाय सञ्चालन गर्ने, जसले चाहिँ जति ब्याजदर भए पनि बचत उठाउने, अनि आज तिनै संस्थाहरू चाहिँ समस्याग्रस्तमा देखिएका पनि छन्। अर्को एउटा चाहिँ सहकारी संस्था सञ्चालन गरौँ, यसबाट कम्तीमा नि एउटा कम्युनिटी डेभलप हुन्छ, काम गरौँ, सहकारिताको भावना पनि हुन्छ, हाम्रो सानो व्यवसाय सञ्चालन गर्न पनि हुन्छ, सबैजना हुन्छ भन्ने मोडलको एउटा। अनि अर्को एउटा मोडलको सहकारी भनेको चाहिँ सहकारी सञ्चालन अर्कोले गर्यो, हामी पनि गरौँ, त्यसले गर्दाखेरि दर्ता गर्न सजिलो भयो। अनि अब मान्छेलाई पदीय हिसाबले के
फलना चाहिँ त्यहाँ अध्यक्ष बन्न मिल्ने भए म चाहिँ किन यहाँ अर्को संस्था स्थापना नगर्ने र म अध्यक्ष नबन्ने। यो चाहिँ गाउँदेखि सहरसम्मकै, सहरमा त अझ अब त्यो विशेष एउटा सानो कम्युनिटीकै आफ्नै, अब यहाँ हेर्ने हो भने एउटा जिल्ला काठमाडौँ जिल्ला छ, तर यहाँ 77 जिल्लाका मान्छेहरू चाहिँ त्यही संस्थामा जोडिएका छन् अथवा कुनै भूगोलसँग जोडिएका छन् होइन। त्यसले गर्दा यो 3वटा जुन समस्याबाट सहकारी छ नि, यसलाई एउटै एड्रेस गर्न चाहिँ राज्यले समयमा त्यसको नियमन, अथवा अब सहकारी त अझ हामी स्वनियमन भन्छौँ होइन, त्यो स्वनियमनमाथि पनि नियमन गर्न नसक्या, अथवा राज्य आफै 3 भागमा विभाजित भयो, एउटा चाहिँ केन्द्र सङ्घ भयो, अर्को प्रदेश भयो, अर्को स्थानीय निकाय भयो, यी सब अलमल। अनि त्यस पछाडि जुन बेलामा चाहिँ सहकारीहरूलाई सही मार्गदर्शन गर्नु पर्थ्यो होइन, त्यो राज्यबाट पनि नभएर पनि एउटा समस्या देख्नुहुन्छ हजुरले? यो त सबैले देखेको कुरा, स्वयं राज्यले पनि अहिले पछिल्लो समय चाहिँ महसुस गरेको छ। कुनै बेला चाहिँ हामीले गर्न सकेनौँ, सायद त्यो हिसाबले पनि अब यति धेरै व्यथिति भयो होला भन्ने। र अब अहिले राज्यले जुन प्रकारको एउटा अभिभावकको भूमिका म उठाउँछु है भनेर केही नियमहरू लागू गरेका छन्, ती पनि यति छिटो सम्भव हुँदैन, किनकि वर्षौँ लगाएर बिगारेको र बनाएको दुइटै संरचना हामी कहाँ छ नि त होइन। एउटा संस्था, सहकारी संस्था जन्मिनुमा साँच्चीकै त्यो समाजमा, त्यो समुदायमा आवश्यक हो भन्ठानेर होइन, हो भन्ठानेर यदि हामीले त्यो जन्माएका छौँ भने यो समुदायमा त्यहाँनिर जस्तो भयङ्कर जानेर होइन, एकदम PhD गरेर आएको मान्छेले चलाएको संस्था पनि त हामीले ब्याङ्कमा लामो समय काम गरेर आएको व्यक्तिहरूले चलाएको संस्था पनि त बिग्रेको देख्यौँ हामीले। र एउटा सामान्यतया आफ्नो नाम बल्ल बल्ल लेख्ने होइन, सही पनि राम्रोसँग गर्न नसक्ने अध्यक्ष भएर उहाँले चलाएको संस्था पनि राम्रा भएका देख्यौँ त हामीले। यहाँनिर के चाहिँ महत्त्वपूर्ण कुरा के रहेछ भने आवश्यकता के हो भनेर बुझ्न सक्ने एक क्षमता र आवश्यकता अनुसार विस्तार गरिएको सहकारी, त्यसले राम्रो परिणाम निकालेका छन्। अहिले नेपालमा हामीले विभिन्न संस्थाहरूसँग देख्न सक्छौँ हामीले। के कुरा चाहिँ क्लियर, संस्था अहिले जोखिममा परेका, भोलिका दिनमा पनि पर्न सक्ने एउटा जटिल समस्या मैले के देख्छु भने पदीय जिम्मेवारी निर्वाह गर्न नसक्नु। जस्तो एउटा संस्थाको अध्यक्षले ऊ केवल अध्यक्ष भएर मात्र उसले अध्यक्षले गर्नुपर्ने काम, कर्तव्य र अधिकारभित्र ऊ रहनुपर्छ होइन। उसले कसरी सिङ्गो संस्थाको नेतृत्व गर्ने हो, कसरी सिङ्गो टिमलाई, आफ्नो सञ्चालकीय टिमलाई मोनिटरिङ गर्ने हो, सहकार्य गर्ने हो, उनीहरूलाई कसरी परिचालन गर्ने हो, कसरी टिमलाई चाहिँ एकजुट बनाएर लाने हो भन्ने कुरामा केन्द्रित हुन पर्ला। र कसरी संस्थालाई अगाडि लान सकिन्छ, मेरो भूमिका के हो, नीति पढाउनु पर्ला, नियम पढ्नु पर्ला, सम्पूर्ण कुरा आफूले जान्नु पर्ला र अर्कालाई बुझाउनु पर्ला। र उपाध्यक्षको भूमिका त्यही होला, सचिवको त्यो होला, त्यही अनुसारले कोषाध्यक्षको त्यो होला। तर कोषाध्यक्षले अध्यक्षलाई नचाउन थाल्यो होइन। अब अध्यक्षले 4 जना सञ्चालक लिएर म बहुमत भन्न थाल्यो, अथवा व्यवस्थापकलाई अध्यक्षले ल आज मेरो फलानु व्यक्ति आउँदैछ, फलानुलाई ऋण दिएर पठाइदेऊ होइन, आदेश आउन थाले। ती कुराहरू भयो भनेदेखि चाहिँ संस्था सञ्चालन हुन सक्दैन। राम्रो जतिसुकै तपाईँ प्रयास गर्नुहोस्, जतिसुकै राम्रा सदस्य हामी भित्रौँ, तर भित्रैबाट बिग्रिन्छ। र प्रष्ट कुरा के हो भने व्यवस्थापकीय पक्षलाई व्यवस्थापककै जिम्मेवारीमा सम्पूर्ण वित्तीय विवरण चाहिँ वित्तीय जिम्मेवारी दिनुपर्छ र सञ्चालकीय पक्षलाई चाहिँ नीति विधि प्रविधिदेखि लिएर सदस्य शिक्षा, सदस्यलाई नयाँ नयाँ तालिम अवसर, प्रडक्टहरूको डिजाइन, नीति संशोधनदेखि लिएर तालिम, आफ्नो क्षमता, व्यक्तिगत क्षमता विकास, यी कुराहरूमा सञ्चालकीय पक्ष लाग्नुपर्छ। र यति दुईवटा कुरा पनि क्लियर नभएको हुँदा पनि समस्या देखिएको छ। अध्यक्षमा ससुरा होला, व्यवस्थापकमा बुहारी, कोषाध्यक्षमा श्रीमती भएर पनि त संस्था चलाएको भाइ भतिज सबै आफन्त नातेदार 25 जना भए, सहकारी खोल्यो र 7 जना सञ्चालक नातैबाट आयो, त्यसरी पनि त चलाएको हामीले देख्यौँ नि त। तर जहाँनिर समुदाय खोज्यौँ हामीले यो अवस्थामा कमसेकम एउटा साग व्यवसाय गर्ने महिला छ र उसले पनि नेतृत्वमा आएर काम गर्न सक्छ है। उसले बारीमा साग रोप्न गएर साग लिएर आउँछ,
त्यो साग व्यापारीलाई चिनेको छ, उसले ल्याएर मुठा बनाएर त्यो साग बेच्छ, त्यो थुप्रै मान्छेसँग उसको सम्पर्क हुन्छ। यदि उसलाई हामीले नेतृत्वमा ल्याउन सकेर हामीले काम गर्न लायौँ भने केही न केही उसले पनि सिकाउँछ भन्ने बुझ्नु पर्यो। र एउटा अर्को क्षेत्रको मान्छे, हरेक क्षेत्रको मान्छेलाई एक ठाउँमा ल्याएर काम गराउन सकिन्छ र त्यो संस्थाले ठुलो घाटा बेहोर्नु पनि पर्छ जस्तो मलाई लाग्दैन। तर जहाँनिर हामी बढी महत्त्वाकांक्षी हुन्छौँ नि त्यहाँनिर चाहिँ हामी चिप्लिन्छौँ कि भन्ने लाग्छ। अब जस्तै यहाँ अहिले हामीले राज्यको कुरा नि राख्यौँ होइन, हजुरले जुन भन्नुभयो नेतृत्वमा पुग्ने कुरादेखि लिएर राज्यको नि। अब यहाँ हजुर त आफै पनि अब विगत समयदेखि एउटा फेडरेसनमा हुनुहुन्छ होइन, यो फेडरेसनहरूको चाहिँ अहिले भूमिका अलिकति गौण जस्तो देखियो कि है? मैले अब यो प्रश्न हजुरलाई राखेँ। अब यसको हजुरले कसरी हुन्छ, फेडरेसनहरू नै अलमल्लिया हो कि अथवा फेडरेसनहरूले आफ्नो प्रारम्भिक संस्थाहरूलाई सही गाइडेन्स दिन नसकेका हो कि? यो समस्या आएको कुरा त फेडरेसनलाई अझ बढी थाहा हुनु पर्यो, अझ अगाडि फेडरेसन छ होइन, तर आफै फेडरेसनले सेभिङ एन्ड क्रेडिटको कारोबार पनि गरेका छन्। त्यसलाई राज्यले अहिले फेरि कानुन त गर्न पाइने नपाइने अब त्यसको एउटा निकास त निस्केला, त्यो फरक बाटो हो त्यो होइन। तर यी संस्थाहरूका अहिलेका समस्यामा फेडरेसनहरू, म त केन्द्रीय सङ्घदेखि नै भन्छु, अघि हजुरले अलिकति राजनीतिको कुरा पनि राख्नु भएको थियो होइन, यो समाधान गर्नलाई के फेडरेसन चाहिँ सक्षम नभएको हो कि अथवा त्यहाँ ध्यान नगएको हो कि? हजुरको विचारमा यसलाई चाहिँ कसरी लिनुहुन्छ हजुरले, यो फेडरेसनले गर्नुपर्ने कामको बाटोमा चाहिँ अहिलेको समस्यामा? मैले कहिलेकाहीँ छ नि सचिनजी, के अरे एकदम लामो समय म सोध्छु आफैले, मेरो यस्तो ऊर्जाशील समय तपाईँलाई थाहा छ, तपाईँलाई पनि एउटा सहकारीमा म एकदम हरेक कुरामा जुझारु मान्छे हो। कुनै कुरा सिक्छु भनेपछि म यति जिद्दी मान्छे हो कि त्यो नसिकिकन छोड्दिनँ। सिक्ने कुरामा हजारौँ पटक तपाईँसँग पनि मेरो दोहोरो संवाद भएको छ होइन। र यति धेरै भोक, यति धेरै सिक्ने चाहना हुँदाहुँदै र यत्रो लामो 3 दशक यो क्षेत्रमा बिताएको मान्छे म आफै हुँ। र पछिल्लो समय एउटा महिला, तपाईँ आफै भन्नुहोस्, पुरुष सहकारी कर्मी पनि हुनुहुन्छ, म महिला भएको हिसाबले म यसरी नै जान्छु। नेपालमा हाम्रो सहकारीको इतिहासमा नेपालमा अहिले आशा लाग्दा अनुहारहरू होइन, जस्तो भर्खरै आउँदै गर्नुभएका साथीहरूको लागि फेरि महिला सदस्य नै अत्यन्त धेरै सहकारी क्षेत्रमा हो नि त, व्यवसायिक हिसाबले, सदस्यको हिसाबले एउटा आशा लाग्दो यो एउटा हाम्रो संस्कार, यो संरचना, यो सहकारीभित्र भएका अनुहारहरू कतिजना छन् होइन, हामी गन्न सक्छौँ। नाम लिनुपर्ने आवश्यकता नै छैन, नेपालभरमा कतिजना अनुहार होलान्। र मलाई लाग्छ ती अनुहारहरूमध्ये सायद अन्तिममै भए पनि म पनि एक अनुहार होला होइन। त्यो को कहाँ पर्छ छोडौँ, तर सहकारी क्षेत्रमा नेपाल अधिराज्यभरमा सम्झन पर्ने अनुहारहरूमध्ये म पनि एक होला होइन। र अहिलेको अवस्था हामी आफै भन्छौँ, अब महासङ्घको अध्यक्ष हामीले एकदम उहाँलाई प्राउड गरेर एउटा महिलाको लागि त्यहाँसम्म पुग्नुभएको, कहिलेकाहीँ ओहो ल यस्तो हुन्छ है, सिक्नुपर्ने कुरामा यति मिहिनेत गर्नुपर्छ, यति भागदौड गर्नुपर्छ। हामीले ओम दिदीको मेहनत, उहाँको भागदौड, उहाँले गरेको काम देखेको छौँ नि त। हुनसक्छ त्यो कुर्सीमा गइसके पछाडि, त्यो नेतृत्वमा गइसके पछाडि उहाँले भोगेका चुनौती, तनाव, अवसरहरू, उहाँले गर्न सकेका राम्रा काम, गर्न नसकेका नराम्रा कामहरू उहाँले आफै समीक्षा गरिसक्नु भएको छ, हामीले बुझेका पनि छौँ। र भोलिको समयले गर्ला पनि, सहकारी अभियानले गर्ला पनि। तर अब हामीले आशा गर्ने ठाउँ कहाँनिर छ त होइन? एउटा महिला त्यो क्षेत्रमा त्यहाँसम्म पुगिसके पछाडि एउटा राजनैतिक माहौल पक्का हो नि त, यहाँनिर त अर्को दोमतै छैन कि एउटा राजनीतिक अवस्थाले गर्दा आफ्नो नेतृत्वबाट बिचबाट नै उहाँले अब म पछाडि हटेँ है भन्नुपर्ने अवस्था आयो भने अब हामीले 3 दशक यो क्षेत्रमा बिताएको के काम छ त होइन। म आफै जिल्ला सङ्घको कोषाध्यक्ष छु, अब त केही महिना मात्रै बाँकी छ, निर्वाचन हो। मैले पनि योजनाहरू बनाउने बेला त भयो नि त होइन। तर म योजना बनाएर म अगाडि जान्छु त, म आफैलाई म ढुक्क छैन क्या। अब पनि कति वर्ष बिताउने, जब म गइहालेँ भने पनि ल मानौ नेतृत्वमा अगाडि गएँ भने पनि म ढुक्कसँग काम गर्नुपर्ने वातावरण मिल्छ कि मिल्दैन त? जसरी प्रारम्भिक क्षेत्रमा, प्रारम्भिक संस्थामा चाहिँ म आफू जिम्मेवारीमा हुँदा म ढुक्कसँग काम गरेको हो। यहाँहरूले देख्नु भएको छ, मेरो टिमले मलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिएको हो। म टिमप्रति एकदम आभारी छु होइन। सञ्चालकीय पक्ष, समिति, उपसमिति, कर्मचारीको टिम
हामीले सामूहिक निर्णय गऱ्यौँ होइन। योजना मैले नेतृत्वमा रहँदै गर्दा मैले योजनाहरू ल्याएँ होला, तर त्यो योजनालाई यसरी नै हामीले साकार बनाउनुपर्छ है भन्दै गर्दाखेरि चाहिँ अब सज्जन महिला देख्नु भएको छ नि त, तपाईँहरू आज पनि गएर हेर्न सक्नुहुन्छ। अब म भोलि बिहान म कास्कुनको ल मानौ अब यो सबैजनाले यो पोडकास्ट हेर्नुहुन्छ ल, त्यो नहोला ल, मानौ म कास्कुनको अध्यक्षमा म दावेदार, म सक्छु नि त कोषाध्यक्ष म दावेदार गर्न सक्छु, अथवा म महासचिवैको दावेदार गराउँला अरे, अथवा म उपाध्यक्षमा जाउँला, किनभने म जाने ठाउँ त यही तिनवटा त हो भनेपछि म कुनै पनि पदमा गएँ भने त्यही त मैले भने म नेतृत्वमा म अध्यक्षको दावेदार गरौँला अरे, उपाध्यक्ष या सचिव म जाउँला अरे, र म गएँ भने 4 वर्षको लागि के म ढुक्क भएर काम गर्न सक्छु त अब होइन। निर्देशन एउटा एक प्रकारको प्राधिकरणको आएको निर्देशन छ, सरकारले भनेको कुरा मान्नुपर्ने अवस्था पनि छ। अब सरकारले यसो भनिसक्यो है अब हामी निर्वाचन पनि गर्दैनौँ, साधारण सभा पनि गर्दैनौँ भनेर बस्न मिल्ने अवस्था पनि छैन भनेपछि हामी अन्यलमा त छौँ नि त। यस्तै यही कारणले सायद नेप्सुनको पनि यही अवस्था होला, महासङ्घको पनि यही अवस्था होला। अब ब्याङ्कको भर्खरै हामीले एउटा नयाँ नेतृत्व पाएका छौँ, पक्कै पनि अब हामी धेरै आशा गरिरहेका छौँ, आशा लाग्दो व्यक्ति नेतृत्वमा आउनुभएको छ होइन। राष्ट्रिय सहकारी ब्याङ्कको त एक प्रकारको आफ्नै सीमा छ र बाँकी चाहिँ काम गर्न नसकेको छ। हामीले अब म कास्कुनकै कुरा गरौँ, कास्कुनकै कुरा गर्दाखेरि पनि अब आदरणीय अध्यक्ष दीपक पनेरजी हुनुहुन्छ, उहाँको नेतृत्वमा हामी सबै छौँ होइन। कतिपय कुराहरूमा हामीले पनि काम गर्न नसकेको अवस्था यहाँ देखिरहेको छ नि त। प्रारम्भिक संस्थालाई लगानी गरौँ, अवस्थै छैन लगानी गर्न सक्ने, अनि संस्थाको काम त के अरे सङ्घको काम त आफ्नो प्रारम्भिक संस्थालाई नै माथि उठाउने काम हो नि त भनेर अपेक्षाहरू आउँछन्। हुन त हो, पक्का पनि हो, तर फेरि प्रारम्भिक संस्थाबाट उठाएर ल्याएको पैसा अब असुरक्षित अवस्थामा लगानी गर्दा भोलि हामी कहाँ जाने हो त भन्ने अवस्थाहरू छन्। किनकि बाहिरको वातावरण जुन अवस्था अहिले बिग्रियो, त्यो बिग्रिएको अवस्थाले चाहिँ सम्पूर्ण कुरालाई छोएको छ र सफल चाहिँ हामीले मलाई लाग्छ सङ्घहरूले पनि सफल हुन सक्ने अवस्था छैन। र जुन प्रारम्भिक संस्थाको बचत छ नि, त्यो बचतलाई सुरक्षित उनीहरूलाई नै जिम्मा लाउन पायो भने चाहिँ सबैभन्दा ठुलो सफलता अहिलेको टिम, अब आउने टिमले चाहिँ कमसेकम भएका बचतहरू चाहिँ सुरक्षित रूपमा सम्बन्धित संस्थालाई फिर्ता गर्न सक्यो भने त्यो नै ठुलो सेभ ल्यान्डिङ हो जस्तो लाग्छ। र अब चाहिँ बरु बहस पैरवी होइन, अहिलेको यो अवस्थामा बहस पैरवी, उदासीन मनहरू छ नि त। प्रारम्भिक संस्थामा नेतृत्व गर्ने साथ हिजो एउटै पदमा निर्वाचन गर्नेलाई 4 जना अध्यक्षको नाम आउँथ्यो, 6 जना उपाध्यक्षमा आउँथे, सल्लाह गर्नु पर्थ्यो, हल्ला गर्नु पर्थ्यो नि त। अब त होइन, खोज्न पर्छ, खुसखुस गएर खोज्नु, तपाईँ प्लिज आइदिनुहोस् न, तपाईँ आइदिनुहोस् भन्न पर्ने अवस्था छ। किनकि ओहो घरका मान्छेले के अरे अझ जेन्ट्सहरूले त प्रायः आफै निर्णय गर्नुहुन्छ, श्रीमतीलाई म यस्तो फलानु संस्थाको यो कर्म के अरे पदमा चाहिँ बस्ने निर्णय गरेँ भनेर सुनाउनुहुन्छ, तर एउटा श्रीमतीले त श्रीमानलाई सोधेर यहाँबाट मन्जुरी लिएर जानुपर्ने अवस्था छ क्या। भने श्रीमानले मन्जुरी पनि यता संस्थाको अध्यक्ष के अरे होइन नेतृत्वमा गएर भोलि बिहान यो भएको बन्दामी नगर, कमसेकम काठमाडौँमा 20औँ वर्ष 50औँ वर्ष लाएर बनाएको एउटा झुप्रो छ, भोलि तिमी सञ्चालक भयो भने त यही पनि जाला कि यो नगर भन्ने अवस्था आयो नि त। तर यो अवस्था आउनुमा पक्कै पनि एकजनाको मात्रै हात त छैन, 2 जनाको मात्रै पनि हात छैन, सीमित व्यक्तिको पनि हात छैन। यसमा अहिलेको सहकारीको जुन अवस्था यस्तो आयो नि, यसमा चाहिँ अब चाहिँ जसरी आयो, तर अब राज्यले पनि एउटा समान दायित्व लिनु पर्यो, सहकारी कर्मीहरूले पनि गलत भएको छ भने पनि समीक्षा गर्ने ठाउँ छ, गर्नु पर्यो, मेम्बरलाई बुझाउनु पर्यो होइन। यो हाम्रो सहकारीको एउटा यस्तो मिठो संस्कार संस्कृति हो नि, यसलाई चाहिँ अब पुनर्जागरण गर्नुपर्ने चाहिँ अवस्था छ। र अब हामी एकदमै सानो चिटिक्कको संस्था पनि आवश्यकता हो भन्ने लाग्छ मलाई। किनकि कुनै बेलामा तपाईँ हामी अघि तपाईँले भन्नुभएको थियो, मैले ठ्याक्क यहाँनिर जोडेँ, जब हामी कप्स प्रोग्राममा गयौँ, तपाईँ मोनिटरिङको लागि हाम्रो संस्थामा आउनुभयो, तपाईँलाई पनि म एक प्रकारको गुरु मान्छु, किनकि धेरै कुरा तपाईँले मलाई सिकाउनु भएको होइन। पल्सको इन्डिकेटरमा हामी कसरी जान सक्छौँ, पल्सका सूचाङ्कहरूलाई के कसरी हेरिन्छ भन्ने कुरा तपाईँले पहिलो व्यक्ति सिकाउने व्यक्ति तपाईँ हुनुहुन्छ होइन। र त्यो बेलामा हामीले 100% सदस्य वृद्धि, 1 साल 100% सदस्य वृद्धि गरेर हामीले एउटा नौलो रेकर्ड पनि कायम गरेका हौँ। र बिस्तारै जाँदै गर्दा 4-5 वर्षमा के भयो भने त्यो 100%बाट निष्क्रिय सदस्यहरू यति धेरै बढ्यो। गत वर्ष हाम्रो साधारण सभामा 2200 सदस्यबाट हामी 1600मा झऱ्यौँ। त्यो प्रक्रिया नीतिगत हिसाबले प्रक्रिया साधारण अघिल्लो साधारण सभाबाट पास गराएर ती कुराहरू नीतिगत हिसाबमा सक्रिय निष्क्रिय सदस्यहरूलाई चाहिँ हामीले हटायौँ
उहाँहरूका थोरै थोरै बचत थोरै थोरै सेयर हामीले एउटा कोष बनाएर राखेका छौँ र जुन बेला उहाँ आउनुहुन्छ दाबी गर्न हामी फिर्ता गर्नको लागि र जुन होडबाजीमा हामी अगाडि जान्छौँ भनेर सोचेका थियौँ गयौँ पनि र पछि फेरि ब्याक आउनु पर्यो। हाम्रो पुँजी कम भएन तर सदस्यको कम भयो र अझ घट्यो र अहिले हामी फेरि अझै पनि यो वर्षको अब नयाँ टिम साथीहरूले लागिरहनु भएको छ। यो वर्ष पनि केही निष्क्रिय सदस्यहरू कम घट्नुहुन्छ र हामीले के चाहिँ रहेछ भने अब यति जस्तो हामीले एक सदस्य बराबर एक कर्मचारी बराबर यति ऋण यति बचत हामीले भन्छौँ नि त धेरै कुराहरू छ नि त। यतिजना 1000 सदस्य भयो भने यतिसम्मको ब्यालेन्स सिट ठिक्क हो भन्ने किसिमको पनि एउटा नयाँ प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ मलाई। यति बराबर रकम यति करोडको रकम 15 करोड रकम भयो भने 15 करोड रकम भयो भने 1000 सक्रिय सदस्य भएपछि नि मजाले पुग्छ है र त्यो 15 करोड चाहिँ 1000बाटै कलेक्सन गर्ने हो। त्यो पनि 10 लाख 20 लाख एकै व्यक्तिबाट गर्ने होइन भन्ने किसिमको प्र्याक्टिस गर्नु पर्यो। ठुलालाई ठुलैको सम्मान छ सानाको सानै सम्मान। ठिक छ हामीले अहिले लगभग अब समस्याको धेरै कुराहरूमा आयौँ होइन। एउटा फेडरेसनको पार्टमा पनि छलफल थोरै गऱ्यौँ। हजुरले कति कुराहरू अब राख्न मिल्ने होला कति नमिल्ने पनि हुनसक्छ होइन। हजुरले राख्नुभयो जस खुलेर एउटा अहिले देखिएको समस्याको कुराहरूमा अब थोरै हामी हजुरले यो सहकारी क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र कहाँबाट हजुरलाई यो इन्सपिरेसन मिल्यो होइन। अनि अघिदेखि हामी फेरि सज्जन महिला पनि भनिराखेका छौँ। हजुरको प्रारम्भिक इन्ट्री त्यही संस्थाबाट नै हजुरले प्रवेश गर्नुभएकोले हजुरको जर्नी कसरी सुरु भयो एउटा। अब हजुर यो सहकारी क्षेत्रभन्दा फरक व्यक्तित्वको रूपमा पनि हुनुहुन्छ। अहिले हामी त्यसमा पनि थोरै छलफल गर्छौँ र यो हजुरको जर्नी चाहिँ कसरी भयो र यो सहकारीमै लाग्ने इन्सपिरेसन कसरी मिल्यो र यो सज्जन महिलालाई हजुरहरूले कसरी ल्याउनु भयो। अघि हामीले त नाम त धेरैचोटि भन्यौँ तर वास्तविक परिचय हामीले दिएको छैनौँ जस्तो लाग्छ मलाई। त्यसले गर्दा यो विषयमा थोरै हजुरले राखिदिनको लागि अनुरोध गर्छु। एकदम रमाइलो यात्रा छ मेरो सहकारीसँग। त्यो कुनै व्यक्ति जब जन्मिन्छ तिमीले यति वर्ष चाहिँ यो क्षेत्रमा काम गर्नुपर्छ है भन्ने कुरा तय हुन्छ जस्तो लाग्छ। तपाईँ चिना टिप्पणी जो तपाईँ आफू जन्मिनु तपाईँ अघि पनि कुरा गर्नुभयो तपाईँको अङ्कको कुरा गर्नुभयो तपाईँ पनि अध्यात्ममा विश्वास गर्नुहुन्छ र हामी जन्मियो भने कुन कुन अवस्थामा के भोग्नुपर्छ भन्ने कुरामा चाहिँ यदि हामीलाई ज्ञान भयो भने जीवन सहज हुन्छ। मैले यो क्षेत्रमा यसरी जानुपर्छ भन्ने कुरा चाहिँ लेखेरै म जन्मिँदै तय भएर आएको थियो जस्तो लाग्छ। कहिले पनि मेरो सहकारी मेरो आफ्नो रोजाइको विषय नै थिएन, कहिले पनि थिएन। म एकदमै फरक फिल्डमा काम गर्न रुचाउने त्यो बच्चा बेलादेखि नै आम मान्छेले गरिरहेको काम गर्नै पर्छ भन्ने चाहिँ मलाई लाग्दैन थियो। त्यो गरिरहेको काममा पनि योभन्दा फरक के त भन्ने लाग्थ्यो। र म मेरो एकदम सानैमा विवाह भयो, बच्चा बच्ची पनि सानैमा भए। मेरो छोराछोरी दुवैजना स्कुल जान थालिसके पछाडि चाहिँ मेरो आफ्नो पर्सनल मेरो बिजनेस अटो सेन्टर हो, अटो सेक्टर हो र अहिले पनि हिमाल अटो सेन्टर पछिल्लो समय साथीहरूले मलाई त्यहाँ इन्भल्भ देखिरहनु भएको छ। अहिले धुम्बाराईमा छ र म आफ्नै वर्कसपमा गएर चाहिँ म 22-23 वर्षको थिएँ त्यति बेला सायद। र म चाहिँ के गर्थेँ भने गाडी बिग्रेको गाडीको पार्ट्सहरू बनाउँथेँ, सिक्दै थिएँ। लगभग 6-7 महिना जति बच्चाहरू स्कुल पुर्याइसके पछाडि 7-8 महिना मैले त्यो काम गरेँ। गर्दाखेरि चाहिँ म एकदम सन्तुष्ट थिएँ। त्यो बेलाको उमेर त एकदम रहर लाग्दो उमेर हो। लाउँ खाउँ राम्रो लाएर हिँड्न पर्ने चिटिक्क होइन। श्रीमानसँग पैसा मागेर भए पनि लिपस्टिक पाउडर लाएर चटक्कको लुगा लाएर उहिले त टिकटक थिएन, फेसबुक थिएन नि त। त्यसरी हो हद्द भएसँग फिल्म सिनेमा हेर्न जाने हो होइन। तर मलाई त्यतातिर सोख थिएन। म कालो यो क्षेत्रमा चाहिँ एकदमै कालो मैलोसँग चाहिँ प्रेम गर्नुपर्छ। र मैले विवाह गर्दाखेरि चाहिँ धेरैजनाले जस्तो मेरो श्रीमानलाई म स्कुल जान्थेँ विवाहपछि र साथीहरूले के भन्थे मैले तिम्रो श्रीमानलाई फलानु ठाउँमा देखाएको थिएँ तर तिम्रो श्रीमानको हात एकदम कालो थियो र कपडा पनि कालो थियो भनेर साथीहरूले भन्थे होइन।
तर मलाई चाहिँ जब मलाई आफूलाई स्वीकार भइसके पछाडि मलाई कसैले पनि बाहिरबाट भनेको भरमा र फलानाले के भन्ला भन्ने भरमा डर कहिले लाग्दैन थियो र मलाई त्यो उहाँको त्यो कालो कामप्रति सम्मान थियो, त्यो पेसाप्रति। अनि मैले भन्थेँ उहाँको काम यो हो, गाडी बनाउने मान्छेको हात कालो हुन्छ होइन, एउटा अपरेसन गर्ने डक्टरले पनि पेट चिरेर निस्किँदा उसको हातमा रगत हुन्छ, अहिले पन्जा लाउँछन् बेग्लै कुरा भयो होइन। र म त्यो कालोमा रमाउने मान्छे। अनि त्यस पछाडि त्यही कालोमा रमाउँदै गर्दा यो ट्याक्सी व्यवसायीहरूले दिनभरि कमाउनुहुन्थ्यो र अलिअलि बचत त गर्नुपर्छ, सहकारीको अवधारणा आएको थियो। कान्तिपुर सेभिङ एन्ड क्रेडिटको मार्केटिङ भाइहरू एकदम बजारमा हिँड्नुहुन्थ्यो। म पनि पहिलोपटक कान्तिपुर सेभिङ एन्ड क्रेडिटको सदस्य बनेर दिनको 100 जम्मा गरेर 1 वर्षमा 36,000 पुर्याएर पैसा झिकेपछि सहकारी यो रहेछ है भन्ने कुरा थाहा थियो मलाई। र सहकारीमा चाहिँ बचत जम्मा गर्नुपर्छ, यो कस्तो राम्रो संस्कार हो, घरमा आउँछ र पैसा लिएर जान्छ, एकमुष्ट पैसा पायो। र सहकारीप्रतिको भित्र मनमा प्रेम चाहिँ त्यो बेला थियो। र म आफ्नै वर्कसपमा काम गर्दै गर्दा चाहिँ अब त्यो सवारी चालकहरूको एउटा टिम बन्यो र त्यसमा मेरो श्रीमान पनि अब अटो इलेक्ट्रिक क्षेत्रमा भएको हिसाबले उहाँलाई पनि राखियो त्यस टिममा 25 जना मध्ये। र संस्था दर्ता गरेर आयो। दर्ता गरेर आइसके पछाडि चाहिँ अब 25 जना खट्नु पर्यो भन्ने कुरा भयो, मेम्बर बनाउनु पर्ने भन्ने कुरा भयो। अनि सबैजना अब मेम्बर बनाउन जानुभयो, मेम्बर संस्था सुरु भयो, संस्था अगाडि बढ्यो। अनि मलाई चाहिँ मेरो श्रीमानलाई अब त्यति धेरै व्यवसायिक आफ्नो कामभन्दा बाहिरको कुरा गर्नु पनि आउँदैन, त्यति धेरै भिज्नु पनि हुन्न त्यो क्षेत्रमा। अनि उहाँले मलाई भन्नुभयो ल तिमी मेरो मेम्बर बनाइदिन जाऊ, मलाई कतिजना मेम्बर बनाऊ भनेको छन् टिमले। अनि हो भने मैले फेरि जिम्मेवारी दिएको हो र अब गर्नु। अनि अब त जानुभन्दा अगाडि त के चाहिँ भन्ने त सिक्नु त पऱ्यो नि त, मेम्बर बनाउनु जाऊ भन्नेमा मान्छेले छोपेर बनाउनु त होइन। त्यस पछाडि पहिलो पटक गएर म बसेँ एकजना सहकारी कर्मी, उहाँ अध्यक्षजी हुनुहुन्थ्यो, उहाँ अहिले अर्कै क्षेत्रमा हुनुहुन्छ। र उहाँसँग बसेर मैले सोधेँ के गर्नुपर्छ मैले। अनि त्यस पछाडि कागजपत्रहरू के छ, जस्तो मेम्बर बनाउनु जाँदा भन्ने के, कस्तो मान्छेलाई मेम्बर बनाउनु मिल्ने, मेम्बर त म पनि हो र मैले पैसा जम्मा गरेँ, उसले मलाई के कुरा सोधेँ, मैले के गर्नुपर्ने भन्ने कुराहरू बुझेँ। अनि थोरै इन्ट्रेस्ट लाग्यो। त्यस पछाडि म मार्केटमा गइसके पछाडि अब यो कारणले यसरी गर्नुपर्छ, यसो गर्नुपर्छ भनेर भनिसके पछाडि 25 जना मेम्बर बनाउनु भन्नुभएको थियो। 1 महिना लगभग 25 दिन जति काम गर्दाखेरि मैले लगभग 50-60 जना भन्दा पनि बढी मेम्बर बनाइदिएँ। अनि उहाँहरूले पहिला के भन्नुभयो, ल मेम्बर बनाउनु भयो, आज पनि मेम्बर बनाउनु जाँदा त्यो मान्छे पनि पैसा उठाएर लिएर आइदिनु है भन्नुभयो, भोलि पनि लिएर आइदिनु है भन्नुभयो। हुन्छ भने पैसा पनि उठाएर लिएर आयो, कुरा गऱ्यो, मेम्बर बन्यो, तपाईँको व्यवसाय कस्तो छ। र मैले बोल्न त्यति बेला सिकेको सचिनजी। त्योभन्दा अगाडि म बचपनमा एकदम मौन मान्छे हो, म धेरै कुरा सुन्नेहरूको होइन। र त्यो कुराहरूलाई चाहिँ मनमा एकदम केलाउने मान्छे, कम बोल्थेँ, काम गर्थेँ। र मलाई बोल्न चाहिँ सहकारीले त्यही पिरियडले सिकाएको मलाई, मेम्बरसँग होइन, गएर कसरी बोल्ने, उसको व्यवसाय के हो, उसको कसरी काम गरिरहेको छ, व्यवसायमा कसरी व्यवसाय सञ्चालन हुने रहेछ, तरकारी व्यवसायको कथा अर्कै, कपडा पसलको अर्कै, किराना पसलको अर्कै। त्यस पछाडि 1 महिना काम गरे पछाडि मलाई तत्कालीन अध्यक्षज्यूले भन्नुभयो के अरे यति त गरिहाल्नु भयो, अनि तपाईँ नै काम गर्नु न त, अनि यत्रो 1 महिना काम गर्नुभयो, दुःख गर्नुभयो, तपाईँलाई यति पैसा स्यालेरी पनि हो है भन्नुभयो। 1250 रुपियाँ आएको थियो पहिलो स्यालेरी। त्यस पछाडि मैले रमाइलो लाग्यो, त्यो पैसा पनि लिएँ, रमाइलो पनि लाग्यो। अनि त्यस पछाडि अब म यतातिर थोरै मार्केटको काम गरेँ पनि, ठ्याक्कै फेरि नजिकै सहकारी र त्यो मेरो वर्कसप पनि भएको हुँदा यता काम पनि छोडिराखेको थिइनँ मैले। तर पछि अब गर्दा मार्केट बढी भइसके पछाडि श्रीमानले पनि ल तिमी यतैतिर रमाइलो छ, यतै गर, अब यो त ठिकै छ, मेरो आफ्नै बिजनेस हो भन्नुभयो। र त्यसरी प्रवेश गरिसके पछाडि 4 वर्ष म टोटल्ली मार्केटमा काम गरेँ। मेरो सहकारीको मैले अहिले म 3 दशक बिताएँ भन्ने बेलामा मेरो यो सबैभन्दा रमाइलो र एकदम सिक्ने पल त्यो 4 वर्षलाई मान्छु। त्यस पछाडि म 4 वर्ष अर्को क्यासमा काम गरेँ त्यसै संस्थामा, र अर्को 4 वर्ष त्यही संस्थामा मैले ऋण अधिकृत भएर काम गरेँ। भनेको यो सदन महिलाभन्दा अगाडि हो। त्यो चाहिँ पहिला सुरुमा चाहिँ सवारी चालक बहुउद्देश्य सहकारी संस्था थियो। त्यस पछाडि हामीले त्यसलाई म कर्जा प्रमुख हुँदै गर्दाखेरि चाहिँ
अब सवारी चालक मात्रै नभएर सबै कुराहरू अरू अरू मेम्बर पनि भइसके पछाडि काठमाडौँ बहुउद्देश्य भनेर नाम संशोधन भयो र त्यहाँ मैले कर्जा प्रमुखको हिसाबमा 4.5 वर्ष काम गरेँ। 13 वर्ष मैले त्यो संस्थामा बिताएँ र त्यही कर्जा अधिकृत हुँदै गर्दा चाहिँ यो संस्था समुदायमा जस्तो त्यहाँ त्यो संस्थामा काम गर्दै गर्दाखेरि त्यहाँ भएका लगानी त्यहाँका बचतकर्ताहरूमा जुन हिसाबले त्यहाँ काम गरिन्थ्यो त म त एउटा कर्मचारी न थिएँ, मलाई जे गर भन्यो मैले त्यही गर्ने हो। यद्यपि गर भनेका सबै कुरा चाहिँ गर्दैन थिएँ, म जे गर्नुपर्छ त्यो मात्रै गर्थेँ। म त्यतिसम्म अटेरी पनि थिएँ र त्यही बेलामा चाहिँ अब सहकारी केही नभए महिला समूह मात्रै भए पनि एउटा टिम चाहिँ निर्माण गर्नुपर्छ है भन्ने लाग्यो। त्यस पछाडि हामीले एउटा टिम निर्माण गऱ्यौँ। मासिक रूपमा जम्मा गर्ने रकम जम्मा गर्ने 200-300 एउटा सानो टिम बनाऊँ भन्यौँ। त्यो टिम लगभग 90-95 जनाको टिम थियो। 4 वर्ष हामी त्यसरी चल्यौँ र चलिसके पछाडि रकम धेरै भयो र म सचेत कहाँनिर थिएँ भने यसरी समूह बनाएर समूहमै ऋण परिचालन गरेर एउटा तनाव मात्र हो, यसले कुनै पनि छाप कतै छोड्दैन, अब योभन्दा अगाडि जानुपर्छ भन्ने भयो। जुन बेला हामी 66 सालमा सजन मेला दर्ता गऱ्यौँ त्यो बेला चाहिँ एउटै घरमा 7वटा 8वटा सहकारीका बोर्ड विभिन्न न्युजमा आउँथ्यो। ओहो फलानु संस्थामा त्यो ठाउँमा त यो घरमा 8वटा बोर्ड भन्ने पनि आउँथ्यो। त्यस्तो बेलामा चाहिँ संस्था दर्ता गरेर हुने चाहिँ के हो भन्ने कुरामा हामीले व्यापक छलफल गऱ्यौँ। अनि हामीले के सोच्यौँ भने ल महिला सहकारी नै गरौँ, सानो चिटिक्कको संस्था बनाउँ, बरु यो महिलाहरूलाई जोडेर महिला सहकारी दर्ता गरौँ भनेर सोच्यौँ र सज्जन महिला भनेर नाम म आफैले जोडेको नाम हो यो। र 2066 सालमा पुस 12 गते हाम्रो संस्था दर्ता भयो, डिभिजन सहकारी तत्कालीन। र त्यस पछाडि माघ 2 गते पहिलो प्रारम्भिक संस्था दर्ता गरेर प्रारम्भिक भेला गरेर साधारण सभा गरे पछाडि हाम्रो संस्थाले कारोबार सुरु गर्यो र 51 जना महिलाबाट 5-5 हजारको दरले रकम जम्मा शेयर पुँजी जम्मा गरेर सुरु गरेको संस्था मैले नेतृत्व हस्तान्तरण गर्दै गर्दाखेरि 14 करोड चान्चुन र 1600 प्लस सदस्य हुनुहुन्थ्यो र मैले 16 वर्षसम्म नेतृत्व गरेँ त्यो संस्थाको। 16औं साधारण सभाबाट चाहिँ मैले संस्थाको उपाध्यक्ष मेरो श्रद्धेय मित्र कमला ढुङ्गानाजीलाई चाहिँ नेतृत्व उहाँको काँधमा बिसाएर अहिले म एउटा अभिभावकको हिसाबले संस्थापक अध्यक्षको हिसाबले चाहिँ बसेको छु भूमिकामा। र संस्थामा एउटा सम्मानपूर्वक एउटा टेबल राखिदिनु भएको छ, एउटा बोर्ड बनाएर नेम प्लेट राखिदिनु भएको छ होइन। जुनसुकै बेला जाँदाखेरि पनि मैले त्यो संस्थामा गरेको योगदानको उहाँहरूले कदर गर्नुभएको छ र मैले एउटा सन्तान जन्माएर लालन पालनमा सबैको साथ भयो र एउटा राम्रो चिटिक्कको सन्तान चाहिँ मैले सुम्पेको छु र साथीहरू एकदम लागेर काम गरिरहनु भएको छ। मेरो यो यात्रामा चाहिँ म सन्तुष्ट छु अहिलेसम्म। हजुरको जर्नी एकदम राम्रो रमाइलो जर्नी रहेछ होइन। यो खास धेरै मान्छेहरूको के हुन्छ भने कोअपरेटिभ पहिलो रोजाइ हुँदैन, तर आइसकेपछि फेरि त्यसबाट निस्किन सकिँदैन। यो सहकारीको मेरो पनि आफ्नै एउटा छुट्टै कथा यस्तै नै छ। म पनि अरू नै सेक्टरबाट यो सेक्टरमा आएँ होइन। यहाँ आइसकेपछि यसलाई छोड्न सकिँदो रहेनछ क्या। मैले जस्तो अघि हामीले कुरा गऱ्यौँ कप्सको प्रोग्रामको कुरा हजुरले गर्नुभयो, त्यो बेलामा म पनि नेप्सकुनमा रहँदा हजुरहरूसँग एउटा अब संस्थाहरूको त त्यही त हो नि, समस्या सबैका आफ्नो आफ्नो थियो, तर त्यसभित्र पनि हजुरहरूको एउटा जुझारुपन र कस्तो हुँदो रहेछ भने सिकाउने अथवा कुनै कुरा फेसिलिटेट गर्ने मान्छेलाई चाहिँ अरूले सोधिदिए हुन्थ्यो, खोजिदिए हुन्थ्यो र यो भयो भने चाहिँ अझै रहर लाग्दो रहेछ है। वास्तवमा यो आइसिएस नेपाल जन्मिनुको पछाडि पनि त्यही नै हो हाम्रो, किनभने संस्थामा हामी एउटा संस्थामा बसेर काम गर्नुभन्दा यो एउटा अर्गनाइजेसनै बनाएर त्यसले चाहिँ धेरै संस्थाहरूमा आफ्नो एक्सपर्टिज दिन सकिन्छ भन्ने हिसाबले हजुरले यो एउटा रमाइलो जर्नी पनि आयो यसको। अनि जस्तो अलिकति यो हजुरले सजन महिलाको स्ट्रगलिङ फेजको कुरा गर्नुभयो होइन, यसमा हजुरहरूको सक्सेस बनाउनु भएको जस्तो अघि हामीले भन्यौँ नि, सहकारी संस्थामा चाहिँ सदस्य उद्यमी बन्न सक्छ कि सक्दैन, अथवा अहिले हजुरले त धेरै करेक्सन गर्दै जानुभयो नि त। मलाई जहाँसम्म लाग्छ हजुरले सजन महिलामा गरेकै उसले पनि एउटा फेडरेसनमा जानको लागि पनि त्यसले सहजीकरण गर्यो होला, अथवा हजुरहरूको प्रेजेन्स होइन, त्यो प्रेजेन्स अब हजुरको त अझै यो भन्दा नि अर्को साहित्यिक बाटो पनि छ, त्यहाँ हामी अहिले एकछिनमा त्यसमा नि हामी छलफल गर्छौँ। तर यो
अझै हजुरहरूका सक्सेस स्टोरी अथवा 16 वर्ष अब योभन्दा अगाडि त हजुर सिकाइमा हुनुभयो, 13 वर्ष त सहकारी सिक्नुभयो भनौँ न, एज अ काम गर्नुभयो, सिक्नुभयो, यो फिल्डमा आउनु नै एउटा हजुरको लागि चाहिँ त्यो इन्सपिरेसन भयो त्यो अगाडिको। तर यहाँ जुन जब आफू नेतृत्वमा आउनुभयो 16 वर्ष नेतृत्व गर्दा यसबाट हजुरहरूले एउटा गर्व गर्न लायक अथवा मेम्बर बनेर त्यो मान्छे चाहिँ जिरोबाट माथि उठाउन सकिएको छैन हो त्यस्ता स्टोरी, सक्सेस स्टोरी क्रिएटमा चाहिँ के गर्नुभएको छ? एउटा जो यो चाहिँ कस्तो हुन्छ नि अरूलाई पनि इन्सपिरेसन हुन्छ क्या यो हजुरहरूले गरेको कामको। त्यसले गर्दा यस्ता स्टोरीहरू चाहिँ के क्रिएट भयो अलिकति थोरै यसमा? अहिले कस्तो भयो भने सचिन सर, यो पछिल्लो 5-7 वर्ष यता चाहिँ यो सामाजिक सञ्जाल, डिजिटल युग यति धेरै प्रभावकारी भयो कि होइन, सामान्यतया स्टोरीलाई पनि यति धेरै हाइलाइट गरिन्छ। हामी न्युज हेर्दा वास्तविकता के हो भन्ने कुरामा पनि भ्रममा पर्छौँ होइन। हामीले के गर्यौँ भने भयङ्करै स्टोरी बनाएर एकदम त्यो विज्ञापन गर्ने खालको काम गरेनौँ होइन। तर हामीले 365 दिनै यस्ता कामहरू गऱ्यौँ जसले चाहिँ हाम्रो मेम्बरलाई भूकम्प आओस्, आँधीबेहरी आओस्, हरेक कुरा जस्तो सुकै अवस्था आएस्, हिजोको दिनमा 13% ब्याज दिएर राखेको एफडी आज 4%मा ल्याउँदा, 5%मा ल्याउँदाखेरि पनि उहाँहरूको त्यो निरन्तरता साथ आज पनि छ। उहाँले अर्को संस्थामा बुझ्न जानुहुन्न। अहिले एफडीको ब्याजहरू लगभग चोकमै कृषि विकास ब्याङ्क छ र उहाँको र सज्जनको ब्याज लगभग बराबर जस्तो हुँदाखेरि पनि संस्था ब्याङ्क होइन, मलाई सहकारी नै चाहिन्छ भन्नुभयो। र यो एउटा स्टोरी, सक्सेस स्टोरीले होइन। हामीले के चाहिँ गऱ्यौँ भने जब हामीले एकजना व्यक्तिलाई सदस्य बनाएर ल्याउँछौँ भने अब नेतृत्वको जिम्मेवारी, संस्थाको जिम्मेवारी के हो भने त्यो आफ्नो परिवार हो। उसका समस्या जे पनि हुन सक्छन्, उसको घरमा हिंसाका कुरा हुनसक्छ, ऊ मनोविज्ञान मनस्थितिबाट गुज्रिरहेको हुनसक्छ, ऊ बिरामी हुनसक्छ, उसभित्र क्षमता भएर उसले कसैको सपोर्ट नपाएको हुनसक्छ, अथवा उसको बिजनेस भएर प्रमोट नपाएको हुनसक्छ। के हो त उसको आवश्यकता, त्यो अनुसारका हामीले कामहरू गऱ्यौँ होइन। विभिन्न जस्तो तपाईँले एउटा बच्चा जो परिचयको लागि, आफ्नै परिचयको लागि पनि उसले सङ्घर्ष गरिरहेको छ होइन, उसको आमाको सङ्घर्ष आफ्नो ठाउँमा छ होइन। उनीहरूलाई समाजमा उसले कमाएर ल्याएको पैसा 2 रुपियाँ पैसा पनि लगेर राख्ने ठाउँ छैन, कागजपत्र छैन होइन। त्यस्ता मेम्बरहरूको पनि ल भोलि ठिक छ, ल यसको नागरिकता नभएको एउटा मेम्बरको खाता जस्तो 15 वर्ष अगाडिकै कुरा गरौँ, अहिले त अब विभिन्न सिस्टम भएपछि, सफ्टवेयर भइसकेपछि ती कुराहरू, कतिपय कुराहरू अप्ठ्यारो पनि आउला। तर त्यो बेला चाहिँ के भयो, जबको बेलामा ल ठिक छ, एउटा नागरिकता नभएको व्यक्ति, एउटा एकल आमालाई एउटा खाता खोलाएर भोलि बिहान उसको पैसा संरक्षण गरिदिँदैमा जेलै जानु परेछ भने म तयार छु। उसको हामीले संरक्षण गरिदिउँ, भोलि बिहान बिस्तारै उसको नागरिकता बन्यो, उसको छोराको बन्यो, सबै कुरा बन्यो, उसले लड्यो, उसलाई कसरी काउन्सिलिङ गर्नुपर्छ त्यो पार्ट हामीले गऱ्यौँ। हाम्रा विभिन्न दृष्टिबिन उहाँहरू सदस्यहरू हुनुहुन्थ्यो, उहाँहरूको लागि हामीले ब्याजमा बचतमा 1% बढी, अब दृष्टिबिनलाई ऋण लगानी गर्ने अब हाम्रो मापदण्ड हाम्रा कानुनमा छैन, तर ऊ सदस्य, उसको लागि हामी गर्नुपर्छ। उसलाई ऋणमा 80% छुट, त्यो एउटा युनिटसँग काम गऱ्यौँ। उनीहरूले मेरो टेक्ने लट्ठी, हामीले उहाँहरूले टेक्ने त्यो लट्ठी एउटा के भन्छ स्टिक, हामीसँग यतिजना छौँ, हाम्रो स्टिक छैन, हामीलाई बाटोमा हिँड्न गाह्रो भयो, म्याम हामीलाई स्टिक चाहियो। अब संस्थाबाट त तत्काल खर्च गर्ने बजेट हुँदैन थियो होइन। तुरुन्त ग्रुपमा साथीहरूलाई कुरा गरेर ल यति 20,000 बराबरको स्टिक किन्नुपर्ने भयो, ल पैसा कलेक्सन गरौँ, ल मैले 500 हालेँ, ल अर्कोले यति गर, त्यसरी गऱ्यौँ। साथीहरूलाई उहाँ मेम्बरहरूको लागि सपोर्ट गऱ्यौँ। जस्तो भूकम्पकै बेलामा तपाईँले कुरा गर्नुहुन्छ भने हामीसँग आज पनि त्यो डाटा छ, 11 लाख बराबरको 365 परिवार, एकजना 365 परिवारलाई हामीले प्रत्येक दिन हामीले रासन बाँडेका छौँ। र त्यसमा चाहिँ संस्थाको 1 रुपियाँ पनि खर्च नगरेर हामीले सबै बाहिरबाट कलेक्सन गरेका थियौँ। र जीवन स्तर उकास्नको लागि भयङ्कर एकैजनालाई गराएर एउटा मात्रै स्टोरी निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्दैन। हरेक मेम्बरमा केही न केही क्षमता हुन्छ, हरेक मेम्बरमा केही न केही कमी कमजोरी छ, हरेक संस्थामा पनि त्यो कुरा छ। र हामीले चाहिँ मेम्बर सबै जब हामीले उसलाई सदस्य बनाएर हाम्रो घरभित्र भित्राइसक्यौँ भने हामीले अर्काको छोरीलाई बुहारी बनाएर भित्राएको हो, यसको राम्रो गुण पनि नराम्रो गुण पनि हाम्रो हो, यसलाई पढाउने हो कि लेखाउने हो कि जागिर खुवाउन पठाउने हो कि यसलाई व्यवसाय गरिदिने हो भन्ने जिम्मेवारी हामीले लिनुपर्छ। र त्यो हिसाबले
हामीले धेरै मेम्बरहरूको लागि गरेका छौँ जस्तो लाग्छ मलाई। भनेपछि यो कस्तो भन्दाखेरि एउटा सहकारीको माध्यमबाट एकजुट भइसकेपछि त्यो फ्यामिलीभित्रको मेम्बर हो भन्ने कुरा नै पहिलो कुरा त हजुरहरूले त्यहाँ बुझाउन सक्नुभयो। एकदम। दोस्रो कुरा भनेको एउटा व्यक्तिले के गर्यो भन्ने विषय भन्दा पनि समग्र संस्थाका सदस्यहरूको सिस्टम के बन्यो अथवा भोलि आउनेले के सिक्ने भन्दा एउटा व्यक्तिलाई ऋण लगानी गरेर त्यसले कति प्रगति गर्यो भन्ने स्टोरी क्रिएट गर्नुभन्दा पनि समग्र संस्थाले चाहिँ के स्टोरी बनायो, त्यो एउटा व्यक्ति कस्तो परिवार निर्माण गर्यो संस्थाले। हजुर, त्यो व्यक्ति चाहिँ सज्जन महिला हो। सज्जन महिला बचत तथा ऋण सहकारी संस्था चाहिँ त्यो व्यक्ति हो। त्यसको चाहिँ प्रोग्रेस भयो कि भएन, त्यहाँ कुनै व्यक्ति चाहिँ गौण भयो, त्यो संस्था चाहिँ कसरी सिस्टममा गयो ताकि भोलि एउटाले अर्कोलाई नेतृत्व हस्तान्तरण गर्दा नि त्यो कल्चर कस्तो नेतृत्व गर्यो, त्यो कल्चर चाहिँ त्यो हस्तान्तरण हुँदै